ल एभ्रिवान यहाँहरु सम्पूर्णमा नमस्कार। हामी पनि फेरि आइसकेका छौँ अर्को भ्लग लिएर। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ चाहिँ हाम्रो साथीहरु हुनुहुन्छ यतातिर हेर्नलाई हेर्नु साथ दिनुहोस् नदिनुहोस् त्यो मन लाग्यो भने साथ दिनुहोस् नत्र नदिनुहोस् है। मेरो म चाहिँ एकदम क्लियर कट मान्छे हो, क्लियर कुरा गर्ने मान्छे हैन। क्लियर हो त मान्छे मार्नु पनि क्लियर चाहिँ अलिक छैन हैन। त्यस्तो त नभनौ म त के रे त्यस्तो कुरा चाहिँ गर्दै नजाउँ। तर फेरि क्रान्तिकारी चाहिँ अलिअलि क्रान्तिकारी खालको मान्छे चाहिँ भयो फेरि हो है। हो राजनीति परिवर्तन ल्याउने नै क्रान्तिले त हो। क्रान्ति अब कस्तो मान्छे मार्ने क्रान्ति हो कि अब राम्रो कुराको क्रान्ति हो, त्यो फरक पर्ने भयो क्या त्यहाँ हो। यतातिर चाहिँ एकदम फुल फुलिरहेको छ। यो साकुरा फुल कि यो त फुलिस लगभग दिलाइसक्यो। नेपालमा त यस्तो हुँदैन। पयौँ भन्नु पयौँ रातो फुल्छ नेपालमा चाहिँ। पयौँ यस्तै हुन्छ के पनि सेतो हुन्छ र नेपालमा त सेतो रातो दुइटै हुन्छ क्या। पयौँ फुल भन्दा हुन्छ यो नेपालको जस्तै चाहिँ पातै हेरौँ न। तर नेपालको फुल्ने गर्ने पर्खी अर्कै जस्तो क्या होइन। पातै सित हुन्छ होइन, रुखहरू ठुलो हुन्छ नि त यहाँ वातावरणले गर्दा। यो त अनि पातै पनि पयौँ जस्तै हुन्छ। अब यो झरेपछि पुरै पलाइसक्यो, पुरै घाँस हुन्छ यो त्यो हरियो हुन्छ नि पुरै है। पयौँ नै हो क्या यो। पयौँ उन्ना जातको पयौँ होला जस्तो लाग्यो। यो ठ्याक्कै त अनि पयौँ नै त हो त कि पातहरू गन्ध चाहिँ अरू हुँदैन पयौँको फेरि। नेपालको त अनि पयौँ यसो बित्तिकै वरिपरि नै सबै टेन्ट आउँछ त अनि। तर यो रुख त अरू टाइपको पनि हुँदो रहेछ है। अरू जस्तो यो त्यही त यो सबै हाइब्रिड बनाउँछ नि त। यो पनि हाइब्रिडै हो जस्तो लाग्छ। हाइब्रिड मिक्स गराएर क्या के बिउ मिक्स गर्ने दुईवटा चिजलाई मिक्स गराएर अनि अर्को नयाँ उत्पादन गर्ने खालको क्या। त्यस्तो नि हुन्छ र। त्यसैलाई हाइब्रिड रुखहरू त हाइब्रिड नहुनु पर्ने त नेपालमा सुन्तला छ सबै कुरो है। तपाईँ अनि एउटै रुखमा यहाँ 4वटा 5वटा फल फलाउन सक्छ। अनि तल एउटै माथि त्यो गरेर होइन, त्योभन्दा पनि यो त उत्पादनै नयाँ क्या। हाइब्रिड के अरे त्यो उ त जस्तै पयौँ र ओखर त्यो जोडेर अर्कै बनाए जस्तो क्या। त्यस्तै हो। जनावरहरूमा चाहिँ उ गर्छ होइन र त्यो त जनावरमा पनि त त्यसमा नि हाइब्रिड अहिले आएको चिजहरू यताउति सबै आएको। त्यो के अरे खसी के अरे त्यो बोयर छ नि, बोयर त्यो पनि त हाइब्रिडै त हो। गोरुबाट बनाएको गोरु जस्तै गोरु जस्तै पनि सेम गोरु जस्तै नि हुन्छ। पानी आयो पानी पर्यो आज फेरि फुलै पर्छ के हो पानी। फुल त यो होइन नि होइन, यो त छुट्टै हो। सालको पातको टपर त पङ्खा त एउटा मात्रै घुमिरहेको त आज त यार। आज शनिबार हो नि त, हाफ एउटा मात्रै घुमिरहेको 12 बजीसम्म गरेर बसेको। म 12 बजीसम्म काम गरेर आएको हो। यो के हो यिनीहरू 4वटा घुम्छ, एउटा नघुमी बसिरहेको हुन्छ कहिले। त्यसलाई हावा धेरै चाहिने गरेर होला होइन घुम्छ। पानी त पऱ्यो त हौ। पानी त अलिक अलिअलि दुःख गर्नुपर्छ त। कहाँ दुःख नगरिकन हो नि त। अलिअलि पानीमा भिजेको के अरे जनताहरूले देखेको अनि के अरे तपाईँको बढ्दै जान्छ। बढेरै बनाउँछ दुःखै गरिरहेन भन्छ कसैले। के बढ्छ मेरो चाहिँ दुःख गऱ्यो भने तपाईँको भ्युवर बढ्छ, सब्सक्राइबर बढ्छ हो नि। हेर्छ नि मान्छेले। यो पानी परेर भिजिसक्यो क्यामेरा चाहिँ मेरो आज। पानी पनि देख्न नहुने, घाम पनि देख्न नहुने, कहाँबाट भिडियो बनाएर के हुन्छ छैन। के कुराले चाहिँ के कुरालाई मान्छेलाई उ हुन्छ
त्यसको डेडिकेसन जस्तो बनाइदिन्छ। त्यो हावाले उडायो भने चङ्गा उडा जस्तै हो क्या त्यो। कहिले चाहिँ चर्कै हावा लाए पनि राम्रै चङ्गा नि उड्दैन, कहिले सामान्य चङ्गा नि सानो हावा पनि सट्टै गइहाल्छ। माथि गएपछि गएको गयो क्या। यो कुरा नि यस्तै हो जस्तो लाग्छ है मलाई। जेउ भन्छ बुढापाकाहरूले, जेउ हजुर जेउ भनेको थाहा छ? जिउ होला कि जेउ भन्छ कसैले जिउ भन्छ, यो सबै जेउ भन्छ अनि जिउ भन्छ। हो त्यस्तो भन्छ, जेउ भन्छ कसैले जिउ भन्छ। बुढापाकाहरूलाई अब जिउ भनौँ नि त के बुढापा हामीले बोल्दाखेरि बुढापाकाहरूले जेउ भन्छ, त जिउ भन्छ। त बकुलाहरू पनि रहेछ यहाँनिर त पुरै यो नि हाइब्रिड बकुला। पानी बिनाको खोला बनाएको खोला यहाँ खोला छन्, बनाएको खोला अब पानी पर्यो पानी आएमै सोचिहाल्छ क्या। माटो बालुवा माटो छ नि त यहाँ। मैले देखेको छु नि यो होइन, यहाँ पानी भइरहेको तर हुन्छ मैले अब अहिलेसम्म बर्खा पानी नै देखेको छैन क्या यो खोलामा। यहाँ है एकदम झरी लाउँदा त अब के अरे ठुलो पानी आउँदा त होला न त धेरै बेर रहन्न क्या सुकिहाल्छ। भरि देखेको थियो अनि पर जमेको यहाँ यता जमेको। यहाँ खोला नहुने ठाउँमा मान्छे ढुङ्गा बसेर खोला बनाएको। हाम्रो चाहिँ खोलाको वास्ता छैन। यो त बनाएको हो नि है, यो त कहाँ यहाँ कहाँबाट ल्यायो यत्रो ढुङ्गा? ल्याएर अझ पुरै त्यो ठ्याक्कै सेमै खोला जस्तै बनाएको छ। बकुलै बनाएको छ त्यो दह बनाएर। कता कता भ्याउजा पनि गराएर भ्याएको त छ यहाँ बिचमा, यहाँ छ त फर्काउने क्यामेरा राजनीति गर्नु भ्याएको त्यही भ्याएको त्यही रहेछ नि त सबै। यो चाहिँ केपिओली जस्तो रहेछ है। केपिओली जस्तो रे यो त फर्केको भ्यागुता यो भ्यागुता भ्यागुतो कत्रो ठुलो ठुलो ढुङ्गा चाहिँ ल्याएर पुरेनहरूले खोले बनाएको छ। म खोलामा हिँडिरहेको छु। खोला हेर्नुलाई जान्छ, खोलाको यात्रा पनि हेऱ्यो बनाएको खोला। आज पानी परिरहेछ, चिसो चिसो मौसम। अन्त ठुलो ठुलो ढुङ्गाहरू ल्याएर चाहिँ बकुलाहरू देखिन्छ। कन्टेन्ट बनाउनु ला भने मलाई हाम्रो यहाँ गाडी देख्न पाएको छैन भनिहाल्छ मान्छेले। के अरे ए सब अझै खिचिरहेको हो। कन्टेन्टहरू आउँदैछ नि हाम्रो होइन। तपाईँले भिडियो अब त